साथीहरू हामी आज माछा मार्न जाँदैछौँ। यता अगाडि दाइहरू हुनुहुन्छ, अगाडि गइहाल्नुभयो। यतादेखि दुईवटा दाइहरू आउँदै हुनुहुन्छ अनि एउटा सानो साइकल, त्यसमा हामी जाँदैछौँ। यस्तै छ रमाइलो। कोरियाको छुङछाङ नाम्रो ठाउँ भन्ने हो यो एरिया, एकदम रमाइलो छ। अब चाहिँ यतादेखि गएर यसो यस्तो छ, यो गाई फार्म हो। गाई मात्रै पालेको हुन्छ यहाँ भित्र। धेरै नालाहरू छ, यो नाला भयो, यता कपाल नाला छ, भित्र पनि गोदामहरू। यहाँदेखि अन्त यसो गएर यतादेखि झर्नाहरू छ यता राम्रो राम्रो। दाइहरू आउनुभयो, यो दाइ सन्दीप दाइ हुनुहुन्छ अनि यता मनोज दाइ आउँदै हुनुहुन्छ। मनोज दाइ पनि यताबाट आउँदै हुनुहुन्छ। अब यतादेखि हामी सर पारेर त्यो ब्रिजको तल जाने हो। यो तालमा मार्ने माछा मार्ने। हजुर मान्छे छैन अहिले, मान्छे छैन कोही पनि। ट्याक्क जाँदैछौँ, रमाइलो। यसो आज दिनमा छुट्टी थियो, बिदाको बेला यसो निस्क्यो भनेर निस्केको। रमाइलो हुन्छ जस्तो लागिरहेको। हजुर यहाँबाट जानुभयो मनोज दाई र सन्दीप दाई। अब यहाँदेखि गएर